दाइ सन्चै हुनुहुन्छ? एकदम ठिक छ। कति पछि हँसाउनु कुरा भयो। सुन्नु न, हजुरको साँच्ची त्यो क्रिकेट स्टेडियमको के भइरहेछ? नयाँ नयाँ अपडेटहरू फेसबुकतिर टिकटकभरि देखिरहेको छु। सो अडियन्सलाई नि केही भनिदिनु न। धेरै भयो हामी चाहिँ फेसबुकमा आएको थिएन, बहिनी एकसाथै अफिस चलाइरहेको छ र म नेपाल गएको थिएँ लामो समयसम्म। धेरै बेला थाहा छ हामी लाइट हालेर चाहिँ आएको थियो, तर केही अलिकति लाइट नपुगेपछि हामी चाहिँ लाइट थप्नको लागि चाहिँ काम गरेका थियौँ र आज मात्रै चाहिँ हामी हरेक 5वटा पोलमा 12वटा लाइट थपेर 30,000 वाट फेरि थपेका छौँ र अहिले चाहिँ अब पुग्ने गरी नै काम भएको छ। त्यसको चाहिँ टेस्टिङ थोरै बाँकी छ र इन्डियाबाट पनि हाम्रो इन्जिनियरहरू आउँदैछ। सायद अब यो पालिको चिजले सबै कुराहरू फाइनल हुन्छ, तर केही पुगेन छ भने पनि हामी छँदैछौँ। नपुगेसम्म चाहिँ कन्ट्राक्टरले उनीहरूले चाहिँ फाइनल रिपोर्टमा आएसम्म गरिरहनु पर्छ, त्यसमा आत्तिहाल्नुपर्ने केही पनि छैन। बर्खा लाग्दैछ, त्यो भएर लाइटको विषयमा चाहिँ त्यो छ। तिमीले बिल्डिङको पनि हेरेको थियो होला। बिल्डिङको पनि हेरेको थिएँ, त्यसको नि भनिदिनु न। बिल्डिङमा चाहिँ नयाँ अहिले हामीले अपडेट गरेका छौँ। मैले चाहिँ नेपाली कला संस्कृति झल्किने गरी बिल्डिङ बनाउनुपर्छ भनिसकेपछि हाम्रो पुरानो डिजाइन चाहिँ काम लागेन, अनि फेरि डिपिआर टोलीले चाहिँ हामी नयाँ डिजाइन गर्न पर्यो। अहिले म फोटो पनि एउटा त प्रिभ्यू जस्तो हालौँला, तर फाइनल डिजाइन अझै आउन बाँकी छ। त्यो चाहिँ अहिले नेपाली कला संस्कृति गरी छतमा चाहिँ 3टा एउटा एउटा पिरामिड जस्तो निक्लेको छ, त्यहाँ चाहिँ गजुर हालेका छौँ। त्यो गर्दाखेरि देख्दा पनि एकदमै राम्रो देखिएको छ। त्यो भएर अलिकति काम चाहिँ ढिला भयो जस्तो भएको हो। अहिले चाहिँ त्यसको कामको अब 1-2 दिनमा डिपिआर तयार हुँदैछ, अनि त्यो भइसकेपछि हामी काम चाहिँ सुरु गर्छौँ। तर भित्र चाहिँ जुन चाहिँ सिट बनाउने काम छ, जुन भिआइपी र भिभिआइपीको लागि जुन हामी सोफाको लागि स्टेप निकाल्ने काम सुरु भएको छ, तेस्रो तला पनि ढलान भइसकेको छ। चौथो तला त्यही पिरामिड आकारको छाना बनाउनको लागि चाहिँ हामीले नगरपालिकाबाट फाइनल डिजाइन लिँदैछौँ। त्यो भयो भने त फेरि राम्रो देखिन्छ। अरू केही छ क्वेसन? पिक्चरहरू फोटोहरू कस्तो राम्रो राम्रो देखिरहेको हुन्छु होइन। सो अब हजुरको प्लानिङ चाहिँ यो कहिलेसम्म कन्टिन्यू गर्नेछ, लाइक कहिले कम्प्लिट हुन्छ, केही होला नि त हजुरको यस्तो हो, अब तिमी यहाँ छौ, यहाँ अगाडिमा चाहिँ चलिरहेछ, मेन चाहिँ यहाँबाट चलाइरहनु पर्यो। धेरैले सोधेको चाहिँ अब हाम्रो सिटको काम कहिलेबाट सुरु हुन्छ भन्दैछ। सिट चाहिँ हामीले डिपिआर हामी कुरिरहेका छौँ। सायद अब 1 हप्ताभित्र डिपिआर आएपछि हामी एकचोटि सिटको काममा जाने हो। कम्तीमा पनि 5-7 हजार सिटहरू निकाल्ने यो वर्षसम्ममा हाम्रो प्लान छ र त्यो अनुसार चाहिँ काम भइरहेछ। अनि केही चाहिँ नेचुरल सिटहरू निकाल्नको लागि अहिले माटो चाहिँ अब केही दिनमा हामी लगेर माटो राख्दैछौँ। त्यो भएर बर्खामा अलिक जहाँ जग्गा कम छ त्यहाँ चाहिँ नेचुरल सिट बन्छ। अर्को कुरा रह्यो भनेको डिजिटल स्कुल बोर्ड आउँदैछ, निकै ठुलो डिजिटल स्कुल बोर्ड छ। हामी चाहिँ जियोस् एकचोटि राखेपछि सधैँलाई होस् भनेर 10-12 मिटर लम्बाइ, 6-7-8 मिटरसम्म चौडाइको ठुलो डिजिटल स्कोर बोर्ड पनि आउँदैछ। अनि त्योभन्दा ठुलो चाहिँ एकाडेमी सुरु हुँदैछ है। एकाडेमी चाहिँ हामीले शक्ति सरसँग र अरूसँग चाहिँ हामी एकदम धेरै प्लान गरेर अहिले एकाडेमीहरू सञ्चालन गर्न गइरहेका छौँ। अलिकति महँगो चाहिँ महँगो हुन्छ हाम्रो एकाडेमी अरूको भन्दा, किनभने हाम्रो फेसिलिटी धेरै हुन्छ, फिजियो त्यही हुन्छ, फुल टाइम चाहिँ सिकाउने मान्छे त्यही हुन्छ। अलिकति महँगो चाहिँ महँगो हुन्छ, तर अब एकाडेमी चाहिँ हाम्रो सुरु हुन्छ। इनरोलमेन्ट चाहिँ खुलिसकेको छ। त्यो खास सञ्चालन चाहिँ तिहारबाट आउँछ। अरू त्यही केही त, म त यहाँ बसिरहेको छु अस्ट्रेलियामा। सो मलाई एकचोटि नेपाल गएको बेलामा म चाहिँ अभियसली भिजिट गर्छु स्टेडियम पनि होइन। तपाईँहरूलाई पनि हेर्नु मन छ भने एकचोटि भिजिट गर्न सक्नुहुन्छ। अनि एक्स्ट्रा क्वेसनहरूलाई पनि केही इन्क्वायरी छ रिलेटेड यसको बारेमा भने हामीलाई कन्ट्याक्ट नै गर्न सक्नुहुन्छ। त्यसमा चाहिँ हामीले एउटा फिचर थपिदिएको छ। हामी पहिला पनि भनेका थियौँ, जसले चाहिँ एक्स्ट्राटेकमा पढेको हुन्छ उहाँहरूले यत्रो लगानी गरिसकेपछि उहाँहरूको नाम चाहिँ हामी शिलापत्रमा लेखिदिने भनेका थियौँ पहिला पनि, र अहिले पनि हामी त्यो प्रक्रिया अब सुरु गर्दैछौँ। त्यसको लागि चाहिँ एउटा सानो चिजहरू उहाँहरूले फेरि के दिनुपर्छ भने हामी 10 वर्षको लागि चाहिँ उहाँहरूले गएको बेला टिकट नलाग्ने गराउँदैछौँ। त्यसको लागि चाहिँ हामी डिजिटल कार्ड बनाइदिनुपर्छ र कार्ड बनाएको वान टाइमको चाहिँ $100 USD चाहिँ तिर्नुपर्छ। त्यही भएर सायद अबको 3-4 दिनमा हामी चाहिँ एउटा भिडियो बनाएर यदि एक्स्ट्राटेक स्टुडेन्ट जसले यहाँ पढ्नु भएको थियो उहाँ स्टुडेन्टहरूले 10 वर्षको लागि चाहिँ नेपालमा गएको बेला र गेम हुँदा टिकट नलाग्ने गरी डिजिटल कार्ड लिएर आफ्नो नाम पनि दर्ता गर्न चाहनुहुन्छ भने जम्मा $100 USD-मा चाहिँ त्यो कार्ड आउँछ र सबै जसले चाहिँ एक्स्ट्राटेकमा पढ्नु भएको थियो उहाँहरूको नाम चाहिँ भित्र भिआइपी रुममा शिलापत्रमा लेखिदिने हाम्रो जुन योजना छ त्यो चाहिँ हामी अब सुरु गर्दैछौँ। र अरू थुप्रै कम्पनीहरूले स्ट्यान्ड बनाइदिन्छु भन्नुभएको छ। उहाँहरूको पनि स्ट्यान्ड बनाउने कार्यमा चाहिँ हामीले उहाँहरूलाई पनि 10-12 वर्षसम्मको लागि कुर्सीले नाम लेखिदिने यस्तो काम भइरहेको छ र यसले गर्दाखेरि हाम्रो प्रोजेक्ट पनि चाँडै सक्ने हाम्रो योजना छ। अब सबैलाई थाहा भएको कुरा हो, 5 वर्ष योजना थियो, 2 वर्ष भइसक्यो। तर अब 2 वर्षभन्दा नलाग्ला,
बहिनीले यहाँ काम गरिरहेछ, थुप्रै मान्छेहरूले यहाँ काम गरिरहेछ, त्यसैको लागि हो। देख्दा चाहिँ म अगाडि छु र हामी एकदमै काम गरिरहेछ। तिमीलाई थाहा छ युएसए र संसारभरिका यत्रो देशहरूबाट स्टुडेन्ट पढ्नु भएको छ, त्यही पैसा आएको त्यही नै हो अहिलेलाई। र थप चाहिँ धेरै लाई मैले युट्युबमा अपडेट गर्न पाएको थिएन। म पनि अलिकति काम नभएसम्म चाहिँ किन हल्ला गर्ने भनेरै हामी कुरिरहेको हो। र टाइम पनि थिएन, बहिनीलाई पनि थाहा छ हामी एकदम रात दिन यहाँ काम गर्छ, 18-20 घन्टा पढाउँछु म। र अब चाहिँ हामी फेरि कन्टिन्युसली अपडेट दिइरहन्छौँ। लाइटको टेस्ट रिपोर्ट पनि म अपडेट गर्दै जानेछु, कतै नजानु होला। र यो कुराहरू चाहिँ हामी फेरि कन्टिन्युसली अपडेट दिँदै जानेछौँ। थ्याङ्क यू।